ल अति नै आदरणीय मित्रगण, यहाँ अहिले भर्खरै हाम्रो अदुवा रोप्ने कार्यक्रम सुरु भइसकेको छ। धेरै मित्रगणहरूले मलाई सोध्ने गर्नुहुन्थ्यो, अदुवा चाहिँ कति फल्यो भन्नुहुन्थ्यो है। अब यसरी रोप्ने टाइममा चाहिँ यसरी जति बोरा तपाईँले बारीमा बिछाउनुहुन्छ नि त्यति बोरा नै त फल्छ नि। बारीमा बिछाउनु चाहिँ अब हामीले एकदमै उ गर्नु हुँदैन, अल्छीपन गर्नु हुँदैन क्या, विशेष ऊ भन्न होइन, अल्छीपन गर्नु हुँदैन। बारीमा बिछाउने यो मल चाहिँ जति तपाईँले जति बोरा देख्नुहुँदैछ नि उपर सेतै हो, यसरी नै त चाहिँ फल्छ नि त। खासमा चाहिँ हाम्रो मित्रगणहरूले सोध्नुहुन्थ्यो मलाई, घरिघरि अदुवा खन्ने बेलामा सोध्नुहुन्थ्यो कति बोरा फल्यो, कति मन फल्यो 11 मन, कति यो हिसाबले बोरा जस्तो हिसाबले बिछाउनुहुन्छ नि त्यस्तै हिसाबले चाहिँ यो अदुवा फल्छ नि त हो। भट्टाभट हाम्रो रोपनी सुरु हुँदैछ। रोप्नेको कार्यक्रम चलिरहेको छ धुमधाम। यहाँ एकदमै धुमधाम साथले अदुवाको पानाहरू हेरिहाल्नुहोस्, कत्रो रोप्नु पर्दो रहेछ, हेरिहाल्नुहोस् मित्रहरू। एकदम हाम्रो यहाँ विशेष गरी यहाँ काँटा चलाउने हाम्रो आखे हुनुहुन्छ यहाँ एकदमै। यो यसपालिको नयाँ मेरो तपाईँको फागुन महिनाको माघ फागुन महिनाको तपाईँको यो सुरत अब सुरत 20 भनौँ न होइन, सुरत 20तिर अब हामीले यसरी यो अदुवा रोपनी सुरु भयो। अब चैता लागेपछि अदुवा रोपाइ हुँदैन, त्यसैले गर्दा हतार गरेर आज तपाईँको मार्च महिनाको 3 तारिक, आज मार्च 3 तारिक एकदम यहाँ धुमधामको साथमा अदुवा रोपाइ हुँदैछ मेरो मित्रहरू। मेरो विशेष गरी आजको मेरो युट्युब च्यानलमा विशेष गरी तपाईँहरूलाई म स्वागत गर्न चाहँदाखेरि चाहिँ जसले मेरो युट्युब च्यानल हेरेर लाइक अनि कमेन्ट अनि सेयर गर्नुभएको छैन भने विशेष गरी सब्सक्राइब गरिदिनुहोस् मित्रगण। मेरो पनि अब यो युट्युब च्यानल एकदमै तपाईँहरूलाई देखाउन गइरहेको छु। एकदमै राम्रोसँगले यहाँको दृश्यहरू हेरिहाल्नुहोस्, एकदम राम्रो सुन्दरताको दृश्यहरूको साथमा छ है मित्रहरू। ल हेर्नुहोस्, voilà allez yo you're jahadet you go there ल साथी हो मेरो त साथी पनि चाइनिज बोल्नुहुन्छ उसलाई दुखाएन। मेरो आमा चाहिँ लोकल कुखुराहरू पनि छ यहाँ। सिल्की पनि खाएँ चाहिँ मैले, मेरो सिल्की चाहिँ यहाँ कहाँ छ है, सिल्की कुखुरा पनि छ है। त्यसले चाहिँ यहाँ भाले पोथीमा अन्डा दिन्छ है। मेरो आजको च्यानलहरूमा बाली खेतीमा खाना खाँदै गरेको पनि तिनीहरू देख्नै पर्ने भयो है। लोकल कुखुराका सुपसँग है कत्रो हड्डी गरमको हड्डी मैले दिएको आज युट्युबरको 1 सालको बर्थडे हो। घाँसको दालमा लोकल कुखुराको सुपसँग 15-22 दिन चाहिँ म्याचुर भएको। के ढुङ्ग्रो पानी राख्नु भने सुप पनि हेर्नुहोस् है, लोकल कुखुराको सुप त यस्तो पो छ त है।
यो खालको सुप छ लोकल कुखुराको बिर्सो बिजी है पानी